सन् 2008 जब नेपाली क्रिकेट टिम क्रिकेट खेल्नका लागि मैदानमा उत्रिन्थ्यो तब ज्ञानेन्द्र मल्लको नाम गुन्जिन्थ्यो। दायाँ हाते ब्याटर्स ज्ञानेन्द्र मल्लको ब्याटिङमा यति क्लास थियो कि समर्थकहरू उनको क्लास देखेर नै प्रभावित हुने गर्दथे। उनले खेल्ने प्रत्येक शटले मिठो संगीत कोरिरहेको हुन्थ्यो। भनौं उनको ब्याटिङ एक गायककारले कम्पोज गरेको मिठो गीत हो। ब्याटिङमा आफ्नो क्लासले सबैको मन लोभ्याउन सफल भएका ज्ञानेन्द्र मल्ल बलिङ पनि उत्तिकै राम्रो गर्दथे। मल्लले राष्ट्रिय टिमबाट दायाँ र बायाँ दुवै हातबाट बलिङ गरेर आफ्नो कला पनि देखाएका छन्। क्रिकेट खेललाई एक सुन्दर संगीत भरेर दिने ज्ञानेन्द्र मल्ल यति बेला नेपाल 1 को मुख्य प्रशिक्षक छन् भने एनपीएलमा आउने कर्णाली याक्सको टिममा लिने गर्दछन्। नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विभिन्न परिस्थितिबाट बचाउँदै डिभिजन 5 देखि ओडिआई स्ट्याटससम्मको यात्रा तय गर्नेमा ज्ञानेन्द्र मल्लको भूमिका पक्कै पनि महत्त्वपूर्ण छ। पूर्व कप्तान तथा क्यानका वर्तमान सचिव पारस खड्काले पनि ज्ञानेन्द्र मल्ल एक अन्डररेटेड नेपाली क्रिकेटर हुन् भनेर भनेका थिए। के ज्ञानेन्द्र मल्ल साँच्चै नै अन्डररेटेड हुन् त? आउनुहोस् आज हामी उनको स्टार्सबाट बुझ्ने कोसिस गरौँ। मल्लले सन् 2006 मा नामिबिया विरुद्ध नेपाली राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। ज्ञानेन्द्र मल्ल नेपालको तर्फबाट वनडे इन्टरनेसनलमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याटर्स पनि हुन्। उनले 2018 मा नेदरल्यान्ड्स विरुद्ध अर्धशतक बनाउँदै नेपालबाट पहिलो ओडिआई अर्धशतक बनाउने खेलाडी बन्न सफल भएका थिए। मल्लले 2006 देखि 2023 सम्म 17 वर्ष नेपाली क्रिकेटलाई सर्भ गरेका छन्। मल्लले नेपालको तर्फबाट 37 वटा वनडे इन्टरनेसनल खेलेका छन्, जसमा उनले 876 रन स्कोर गरेका छन् भने त्यसमा 7 अर्धशतक सामेल रहेको छ। त्यस्तै टी20 इन्टरनेसनलमा मल्लले 39 इनिङबाट 883 रन बनाउन सफल भएका छन् भने उनको ब्याटिङ एभरेज 23.23 को रहेको छ। उनले टी20 इन्टरनेसनलमा एक शतक पनि प्रहार गरेका छन् र उनले 2 टी20 इन्टरनेसनल अर्धशतक पनि प्रहार गरेका छन्। त्यस्तै लिस्ट ए गेम हेर्ने हो भने मल्लले 77 वटा इनिङ्सबाट 1802 रन बनाउन सफल भएका छन् भने उनको 11 अर्धशतक रहेको छ र टी20 फर्मेटमा मल्लले 60 इनिङ्सबाट 1267 रन बनाएका छन्। 2014 को आईसीसी वर्ल्ड क्रिकेट डिभिजन 3 मा मल्लले नेपाली टिमबाट उनले आफ्नो पहिलो शतक प्रहार गरेका थिए। सिङ्गापुर विरुद्ध उनले 114 रन स्कोर गरेका थिए। मल्लले 2005 मा नै नेपाल अन्डर 15 बाट खेलिसकेका थिए। त्यस्तै उनी अन्डर 17, अन्डर 19 हुँदै नेपाली राष्ट्रिय सम्मको यात्रा तय गरेका थिए। तर पछिल्लो समयमा भने मल्लले ब्याटिङमा केही स्ट्रगल गरेको देखिन्थ्यो। उनको ब्याटिङ अर्डर चेन्ज हुनु, त्यस्तै विकेट किपरको भूमिका पनि उनले सम्हाल्नु र टिमको कप्तानीको कार्यभार पनि उनमा आएको हुँदा उनको पर्फर्मेन्स गिरावट भएको हो भन्ने भनाइ नेपाली क्रिकेट फ्यान्सको थियो। तर क्लासमा मल्लको कुनै पनि कमी थिएन। 4 जुलाई 2023 को आयरल्यान्ड विरुद्धको ओडिआई पछि मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरे। तर उनले टिममा नभए पनि नेपाली क्रिकेटको विकासका लागि आफूले योगदान दिने भनेका थिए र अहिले उनी कोच बनेर नेपाली क्रिकेट टिमलाई र नेपाली क्रिकेटको विकासका लागि योगदान पनि दिइरहेका छन्। ज्ञानेन्द्र मल्ल तपाईलाई कस्तो लाग्थ्यो र उनले खेलेको बेस्ट इनिङ तपाईको लागि कुन हो? कृपया कमेन्ट गर्नुहोला र यस्तै क्रिकेट सम्बन्धी जानकारीमूलक भिडियोहरूका लागि हाम्रो च्यानल ट्रोल क्रिकेट नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। जय नेपाल, जय नेपाली क्रिकेट।